अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि धारा सामुदायिक स्वास्थ्य चौकी प्रमुख ल्याम्प्रसाद खरालज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया तालीले स्वागत गरिदिनु होला। विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि अर्बन शिवालय मन्दिरको अध्यक्ष श्री प्रेमबहादुर रोकाज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै अतिथि आसन ग्रहणका लागि किन्चौर टोल विकास समितिका अध्यक्ष सूर्यबहादुर फगामीज्यूलाई यस स्टेजमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै टोल विकास समितिका अध्यक्ष हकबहादुर फगामीज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै आसन ग्रहणकै क्रममा विष्णु राष्ट्रिय आधारभूत विद्यालयका सञ्चालक समितिका अध्यक्ष हेलबहादुर बुढाथोकीज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै आसन ग्रहणकै क्रममा जनसहयोग आधारभूत विद्यालयका सञ्चालक समितिका अध्यक्ष बलबहादुर रोकाज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै विष्णु राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक मनबहादुर रोकाज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै आसन ग्रहणकै क्रममा तिनचुले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर फगामीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै आसन ग्रहणकै क्रममा छहारी आमा समूहका अध्यक्ष यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै सिर्जना आमा समूहका अध्यक्ष अथवा प्रतिनिधि को हुनुहुन्छ यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै भिवादी आमा समूहका अध्यक्ष अथवा प्रतिनिधिज्यूहरू तपाईँहरू को हुनुहुन्छ यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी किन्चौर प्रगतिशील युवा क्लबका अध्यक्ष कर्णबहादुर भर्ती मगरज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पूजा समिति सचिव रविन्द्र फगामीज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नौमती बाजा समूह अध्यक्ष खरबहादुर रोकाज्यूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै हामीलाई यस नाकीडाँडा माई मन्दिर पुनर्स्थापनामा सहयोग गर्नुहुने परिवारकै तर्फदेखि सबैभन्दा अधिकतम सहयोग गर्नुहुने परिवार दिलमाया सापकोटाको परिवार, पृथ्वीलाल सापकोटाको परिवार, रित्नु सापकोटाको परिवार तपाईँहरू को हुनुहुन्छ तपाईँहरू यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। गोकुल सापकोटा, रमेश सापकोटा, जालपी सापकोटा तपाईँहरू उटी टाढाबाट हाम्रो यस मन्दिर उद्घाटन कार्यक्रममा उपस्थित भइराख्नु भएको छ। हामीलाई निकै खुसी लागिरहेको छ। हामी यस गाउँवासीको तर्फदेखि तपाईँहरूको सहयोगलाई हामी नमन गर्न चाहन्छौँ, हृदयदेखि नै नमन गर्न चाहन्छौँ। तपाईँहरूको सहयोग पुनः यस गाउँमा अन्य क्रियाकलापहरू हुने गर्दा पनि तपाईँहरूको सहयोगलाई अविस्मरणीय राख्नेछौँ भन्दै तपाईँहरूलाई यस स्टेजमा आफ्नो आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। अथवा आमा समूहका साथीहरूलाई उहाँहरू जहाँ हुनुहुन्छ त्यही गएर खादा अबिर र माला लगाएर सम्मान गरिदिनु होला। कृपया तालीले स्वागत गरिदिनु होला भन्न चाहन्छु। त्यस्तै हामीलाई उच्चतम सहयोगको रूपमा आफ्नो स्वर्गीय बुवाको नाममा बलप्रसाद रोकाज्यूले सहयोग गर्नुभएको थियो यस मन्दिरमा। उहाँलाई हामीले सम्झिन चाह्यौँ। उहाँ परदेश हुनुहुन्छ, उहाँको परिवारहरू यहाँ हुनुहुन्छ। उहाँ सम्पूर्णलाई धन्यवाद दिँदै तपाईँहरूले तालीले स्वागत गरिदिनु होला भन्न चाहन्छु। कृपया यहाँ उपस्थित सम्पूर्णले आफ्नो तरिकाबाट आर्थिक, भौतिक र नैतिक सहयोग यस मन्दिरमा गरिराख्नु भएको छ। तपाईँहरूको सहयोगप्रति हामी यस मन्दिर परिवार, गाउँवासी, आमा समूह सम्पूर्णको तर्फदेखि तपाईँहरू सम्पूर्णलाई हार्दिक नमन, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूले गरेको सहयोग हामीले आजको यस कार्यक्रममा आर्थिक विवरण प्रश्न पार्न सकेनौँ किनकि हामीले केही तयारीको अभावले गर्दा तपाईँहरूलाई सम्मान पत्र पनि प्रदान गर्न सकेका छैनौँ। यसको लागि म कार्यक्रम सञ्चालक तथा यस मन्दिर पुनर्स्थापना कार्यक्रम दिँदै तपाईँहरूले तालीले स्वागत गरिदिनु होला भन्न चाहन्छु। कृपया यहाँ उपस्थित सम्पूर्णले आफ्नो तरिकाबाट आर्थिक, भौतिक र नैतिक सहयोग यस मन्दिरमा गरिराख्नु भएको छ। तपाईँहरूको सहयोगप्रति हामी यस मन्दिर परिवार, गाउँवासी, आमा समूह सम्पूर्णको तर्फदेखि तपाईँहरू सम्पूर्णलाई हार्दिक नमन, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूले गरेको सहयोग हामीले
यस आजको यस कार्यक्रममा आर्थिक विवरण प्रश्न पार्न सकेनौँ किनकि हामीले केही तयारीको अभावले गर्दा तपाईँहरूलाई सम्मान पत्र पनि प्रदान गर्न सकेका छैनौँ। यसको लागि म कार्यक्रम सञ्चालक तथा यस मन्दिर पुनर्स्थापना कार्यक्रम बुवाहरू भएर साना साना हामी बच्चाहरूलाई ढुङ्गा बोका नानी हो यहाँ मन्दिर गराउने हो के गराउने हो बुवा भन्दा भगवान्को थान बनाउने हो भन्नुहुन्थ्यो। अनि हामीले त्यति दुःख गरेर बनाइयो साना साना। अनि अहिले त स्वर्गीय हुनुभयो उहाँ माथि के भन्छ कुलबहादुरको बुवा नाम त मलाई आउँदैन कुल भन्छ नि यहाँ माथि उहाँको उहाँले र नरबहादुर फरालीको छोरी म उहाँहरूले उचालेर मलाई याद आउँछ कि उचालेर हामीलाई कहाँ राखेर माथि राखिदिनुहुन्थ्यो। अनि हामीले पोतेर मन्दिर लिपेर राम्रो बनाएर भएन झर्थ्यौँ। त्यतिखेर बनाएको मन्दिर हो। हामीलाई धेरै माया छ। हामी जहाँ गए पनि जे गरे पनि जसो गरे पनि मन तन जम्मै यतै छ। छोडेर गए यिनीहरू यस्तो 2 दिन ठिक्क पार्न आए नभनिदिनु होला। हामी जहाँ गए पनि हाम्रो मन यतै छ। तर जहाँ जसरी गए पनि गरिखानु परिहाल्यो तर मन यतै छ। नहुनु भने आउँथेनौँ यति दुःख पाएर आउँथेनौँ। हामीलाई धेरै धेरै माया छ र यो मन्दिर जसरी आज यहाँ झल्किरहेछ त्यस्तै सधैँभरि झल्किरहोस् र सबै कुराले सबै यस्तो राम्रो हुन्छ है त्यहाँ जाने भने भन्ने भओस् सबैजनालाई पुग्योस् कानमा सबैलाई यस्तो हो राम्रो छ अरे त्यहाँ त यस्तो चलिरहेको अरे मन्दिर अनि सुन्न परोस्। हामी आउँदा पनि 2-4 दिन आउँदा पनि यहाँ राम्रो देख्न परोस् त्यही खुसी लाग्छ। त्यही हो अरू त के भन्ने र यहाँ छोटो समय छ आफूलाई। अब हामी सानो सानो भएर 7 दिन 7 रात बाबाहरूको सँग लाएर भजन गाएर आमासम्म बनाएर उठाएर ढुङ्गा बोकेर कति गरेर दुःख गरेर बनाएको मन्दिर हो। जे जस्तो भए पनि हामीलाई नबिर्सिदिनु होला जहाँ गए पनि जसो गरे पनि त्यही हो। तपाईँहरूले सम्झेको हामीलाई ठुलो सम्मान छ त्यही हो। अरू त त्यतिमै टुङ्गाउन चाहन्छु। हत्त धन्यवाद। धेरै धेरै